अब नानीहरू पहिला हामी धरानका युवाहरूलाई ढुङ्गा बोकाउने अङ्कलको यो भिडियो हेरौँ अनि यसको फन्नी कमेन्ट पढौँ ल। नलेख्नु पर्थ्यो, लेख्नुभयो, तर फेरि उहाँको के अरे उहाँको हातले उहाँको मोबाइलमा लेख्नु भएको, मैले के भन्नु गलत लेखिएको कुरालाई चाहिँ फेरि भन्नुपर्छ तपाईँले भन्नुभएको थियो। त्यसको तल दरो गाली गर्नु पर्यो भनेको स्टेटै छैन। ल सुरु गरौँ। अर्को जस्तो दिनमा 40 वटा आउँदैन, एउटा आउँछ, कडा आउँछ। सुतेको सिंहलाई चलाएपछि सिंह गर्जिएको के थियो, सबै कुकुरहरू डराएर कराउन थाले। अनि आफूले भिडियो बनाउँदा छ्या ठु 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 भनेको चाहिँ के राम्रो हो? ए भाइ धेर गुनासो नगर। तैँले चाहिँ के गरिस् भन्न, तैँले के गरिस्? मान्छे भड्काउन जानेको छ अर्केले। झोला मात्रै बोकेर हुँदैन क्या, झोला बोकेर हुँदैन, झोला फालेर आऊ। मन पर्यो सेयर गर्दा पनि हुन्छ। मैले त हर्क र बालेनमा छुटाउनै सकिनँ। तपाईँहरूलाई को मनपर्छ तल कमेन्ट गर्नुहोस् त।